हामी चाहिँ माथि खेमादी मन्दिरहरू दर्शन गरेर अब चाहिँ गाउँतिर लाग्यौँ। यो घर चाहिँ हाम्रो मम्मीको फुपूको घर, फुपू बजेको घर। नाचे के छापाबाट चाहिँ वैशाख पूर्णिमामा देवी पूजा गर्ने। घले बजेलाई चाहिँ हामीले भाडाको बोकी पुऱ्याउन आँट्यो कि दिदी र म चाहिँ पहिलाको कुरा। भिडियो बनाएको त नमस्ते बुझ्यो सबै म रक्षित भएर खालवा ल ल यहाँबाट तेर्सो यहाँबाट यता ल पार्क त्यसै कता खै देख्न सक्नुहुन्छ हजुरले किलोमा सिक्लेस गाउँको अस्ति सिक्लेस नि यस्तै छ म सिक्लेस गएन मैले गएन सिक्लेस जानी भनेको ए सिक्लेस गछ पाङतिङ गएन म त दुईटै गएन। अब चाहिँ हामी त्यो घाटो नाचेको ठाउँतिर जान लागेको। बाटो चाहिँ एकदम राम्रो, सिँढी चाहिँ ओहो A1 छ। हजुरहरू पनि अवश्य घुम्न आउनु होला गिलुङ गाउँमा। गुरुङ भिलेज चाहिँ एकदम ठुलो हो। अझै पहिलाको धनीमानी मान्छेहरू चाहिँ उहाँहरू चाहिँ पहिले बसाइ सरेर जानुभयो, पोखरा सर्नुभयो, कोही काठमाडौँ सर्नुभयो। त्यही पनि आफ्नो गाउँलाई एकदम सुरक्षित साथ संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले बाटोहरू राम्रो बनाउनु भएको छ उहाँहरूले। मलाई नि एकदम रमाइलो लाग्यो, खुसी लाग्यो यो गाउँ भिजिट गर्न पाउँदा आफूलाई। मेरो आन्टीहरू दुईजना अगाडि हिँड्नुहुन्छ, उहाँहरू चाहिँ थप्रेकबाट आउनुभएको। थप्रेक पनि जाने प्लान छ मेरो पछि टाइम मिल्यो भने। यो घर चाहिँ गजेन्द्र होमस्टे रहेछ। हाम्रो क्रम चाहिँ हो घाटु नाच्ने ठाउँसम्म पुग्नु हो। घाटु नाच्ने ठाउँसम्म एकचोटि भिजिट गरेर जान्छु भन्ने उद्देश्यले बल्ल बल्ल आएको। वैशाख पूर्णिमामा गुरुङहरूको सांस्कृतिक परम्परागत अनुसारले नाच्ने नाच घाटु नाच हेर्न जाँदैछु। घाटु नाच पनि 3 थरीको हुन्छ के भन्थे 12 मासे, एउटा सती घाटो, अर्को चाहिँ के घाटो हो मलाई राम्रोसँग थाहा छैन। मेरो मम्मी पनि 12 मासे घाटु नाच्नु भएको थियो। यो चाहिँ तल जाने बाटो। हामी चाहिँ यता तलबाट आएको। अब यो त दाहिनेतर्फ लाग्छ। बान्डा हालेर कति सर्लक्क बनाएको बाटो नि। ल हामी चाहिँ